गाइज वेलकम ब्याक एन्ड भिडियो। अहिले चाहिँ मेरो डिजाई माइक चाहिँ कनेक्ट भएन। कनेक्ट नहुने के हो, अफ भएछ क्या माइक त यहीँ छ। माइक कनेक्ट भइसक्यो होला, त भिडियो चाहिँ अफ भयो हो। माइक चाहिँ कनेक्ट नै भइसक्यो होला, सो भिडियो चाहिँ अफ भयो। त्यहाँबाट चाहिँ आई निड टु चेन्ज द ट्र्याक फ्रम देयर। यसले भनेको अनुसार चाहिँ मैले ट्र्याक चेन्ज गर्नुपर्छ त्यहाँ गएर चाहिँ। सो अहिले चाहिँ म यो हाइवेमा छु होइन, रिङ रोडको हाइवेमा। सो मलाई चाहिँ सबभन्दा काठमाडौँमा चाहिँ दामी बाटो लाग्ने भनेको चाहिँ यही बाटो हो कि यो वेको चाहिँ बाटो चाहिँ बबालाई लाग्छ होइन काठमाडौँमा। अरू त त्यस्तै हो, मलाई त बात लाग्छ अरू ठाउँको बाटो त होइन। सो काठमाडौँमा मैले चाहिँ एउटा डेभलपमेन्ट भएको देख्ने भनेको चाहिँ यही हाइवे मात्र हो कि। अरू त मलाई केही काठमाडौँ नै हो जस्तो लाग्दैन कि लिटरली। सदरमुकाममा जस्तो डेभलपमेन्ट हुनुपर्ने त्यो लिटरली छैन जस्तो लाग्छ। त्यो ठुल्ठुलो बिल्डिङ मात्र भएर के गर्नु होइन। मेन कुरा हिँडाइ र स्वास्थ्य सब कुराहरूमा केही चेन्जेस सुधारहरू नभएसम्म त के अर्थले त्यो होइन त, त्यो त चेन्जै भएन नि त। त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ है। सो म चाहिँ फाइनली अब 2.6 किलोमिटर छ होइन। सो आई थिङ्क 12-11 बजीसम्म चाहिँ म पुग्छु नै होला। तर आई होप कि लाइक म पुग्ने बेलासम्म चाहिँ त्यहाँ टी सर्टहरू होस् भन्ने चाहिँ हो मेरो चाहिँ होइन सिद्धान्त चाहिँ।